मात्रै भन्ने खाने भन्नु न बुबु खाने हो औ बुबु बनाएको छैन अहिले खाने हस् बोलेको छोरीसँग बोलेको आमा बिहान अनि दादाले बेबी भन्दाखेरि हजुर चुपो लाएर बस्नु भएको अनि बेबी भन्दाखेरि किन चुपो लाग्नु भएको हजुर भन्नु पर्दैन भोलि सानो भोलि बेबी भन्यो भने हजुर भन्नुहोस् हस् गर्नुहोस् न फेरि गर्नुहोस् त आज त छोरीसँग बोलेको है के भयो आया भयो आया भयो कहाँ आयो भयो कहाँ भयो हातले देखाउनुहोस् त आया कहाँ भयो हातले देखाउनुहोस् आमाले हो आमालाई डिस है आमालाई डिस खुट्टा जालमा पर्यो नि त अब अमन छोरा न खोलेर न एकछिन छानो मान्छे अनि के खाने हो अब ल खेल ल बुबु खाने बुबु खाने हो छानो मान्छे आयान भन्छ सबैले है मैले मात्रै छोल्टी भन्छु छोल्टीले भने मान्ने कि नमान्ने छोल्टीले भने मान्ने कि नमान्ने नगरेको तिम्रो कुरा नगरेको हो छोटो सबैले आयान भन्छ म चाहिँ सोल्टी भन्छु सोल्टी भनेको राम्रो कि आयान भनेको सानो आयान उजाला उता गर न आयान भनेको राम्रो हो छोल्टी भने नराम्रो हजुरलाई हजुर बोले गरे हो छु पनि गरेछन् तिम्रो गालामा छु पनि गरे डिस गर्ने आमालाई डिस हुन्न डिस गर्नुहोस् ल आमालाई या डिस रुन्छ बोली हजुर सुत्नु पर्दैन अब सुत्ने हो कि नै कति बोलेको होला के भने होला मलाई बोक्नु भने होला नि है नि हजुर खोकी लायो मलाई बोक्नु भनेको हजुरले ल आउनुहोस् हजुरलाई बोक्छु ल कपडा लगाऊ जाने मान्छे छोल्टीलाई लात हान्ने हजुरले छोल्टीलाई त्यसरी लात हान्नुहुन्छ यता हेर्ने यहाँ हेर्ने यता उता हेर्ने हेर्नु छोल्टी अगाडि छ नि अनि माया गर्नुहोस् ल माया नाइ छोल्टी गर्न आउँदो रहेछ म माया गर्